सरक्क नि जादिन म केही बोलिन आमा दिए मासु होइन मासु यार कता कता माथि भ्याउने क्या यस्तो हेरे छु हेलो गाइस आज हाम्रो यो मकवान भिडियोमा तपाईलाई स्वागत छ नमस्कार हैन अब आज हामीले ल्याएको छौं रोटी बफको मासु अनि यो रोस्ट च्याउको रोस्ट विशेष आज त्यसकै हो हैन अनि आज हामीले पनिर पनि बनाइराखेका छौं पापडी छ अनि यो आलु चिप्स हैन चना अचार आलु अनि हाम्रो यो पनिरको ग्रेभीहरु छ हैन बवाल हुने वाला माशाल्लाह अब चाहिँ सुरु गरौँ कोकबाट सुरु गरौँ कोक कडा टाइमिङ आफुलाई फेरि कोक भन्यो भने लास्ट मन पर्छ यार खाजामा जे होला चाहिन्छ कोका कोला भन्थ्यो हैन ओए खसे यार पोके नपोखान फिजा आयो फिजाउने गरेर हालेको राम्रो हुन्छ नि कसले भन्दा फेरि फिजाउने गरेर हाल्यो भने चाहिँ पछि पेटमा गएर एसिड बन्दैन अरे क्या होला त्यो सबैको अब हैन आफ्नो आफ्नो सोच हो हैन ल ठिक छ राखौँ अब हामीले टक्कै पहिला यो सुरु गरौँ ल चेस खायौँ है त गाइस है ओके खाऊँ दामी ल सुरु गरौँ रोटीबाट पनिरबाटै सुरु हान्नु पनि आउँदै हुन्छ पनिर पनि आज चाहिँ हैन सबै तर आज सबै प्राय जस्तो हामी आफैले बनायो हो हैन जस्ट मिठो नमिठो पनि खाइदिउँ मजा दामी है मासु चारो होला है कस्तो दामी हो मासु होइन मासु यार हुन्छ अस्ति रमाइलो भयो यस्तो अब आफ्नो बिजी भयो हैन मेरो म यस्तो रमाइलो भयो कि हैन अब अझै के बिर्सिया जस्तो लागिरहेको थियो त्यो पनि रमाइलो चाहिँ लास्ट रमाइलो भयो थियो मजा आएको थियो क्या भिनाले चाहिँ फेरि गर्दैछन् है दामी प्रगति गर्दैछन् तर अझ तपाईँहरूको साथ सहयोगको अझै खाँचो छ होइन लाइक कमेन्टहरू चाहिँ जति गरे त्यति मजा आउँछ क्या खाइजान त्यो हड्डी परि क्या हो हड्डी परि जस्तो गाइस दाँत भाँचिनु हड्डी यहाँ त बोसोको परेछ बा आलु चिप्स त्यो चाहिँ पापडी होइन आलु चिप्स पनि दामी हुन्छ पिरो या अचारै नचाहिने रहेछ त यार यो चिप्समा त अचार पनि राखेको छ ल म चाहिँ च्याउ सुरु गरेँ है त ओके च्याउ यार रोस्ट है दामी भएछ त हो र चाख्नु पनि दामी पनि भाइले दामी भन्यो होइन अब म पनि चाख्नु लागिरहेको छु सही भयो तर मेहनत पनि लास्ट गरेछु यसको लागि होइन आज मेहनत दामी भयो चना खाइदिए त हो अहिले अझै ग्रेभी अलिक सुकेर छ है के हो अब यो के अरे पनिरको पनि अनि यो मासुको पनि क्या
अहिले दामी हुन्छ क्या टाइम लाग्यो नि त रोस्टको लागि त एकदम हेर्नु अहिले हुन्छ प्राकृतिक पनि टुक्रा पारेको छैन आधी नै हालेको छु है अचार ट्राई गर्नु दामी छ दामी छ चना चाहिँ कस्तो गर्छ त्यो त अझै मैले सलादको सागहरू पनि लिएर आउनु खोजेको थिएँ है साग पनि छ त सलादको सागहरू पनि लिएर आउनु सलाद पनि अब मुला पनि ल्याएको थियो ल्याउनै बिर्सियो एकदम मजा तर यति पनि दामी छ कता कता मात्रै भ्याउने क्या यस्तो हेरे हेरेछु मलाई चाहिँ फेरि एकैचोटि धेरै चिज देख्यो भने चाहिँ झन् मस लाग्छ क्या त्यो के खाने होइन फेरि खान नि गाह्रो भए जस्तो हुन्छ क्या तर अब त्यस्तो हुन्छ क्या प्रायः जस्तो यो भोजहरूमा जाँदाखेरि पनि हामीलाई यस्तो खाउँ जस्तो लाग्छ भोक लाग्यो जस्तो लाग्छ होइन तर खान खोज्यो भने केही रुचाए जस्तो लाग्दैन कति मान्छेहरूले फाल्छ नि त्यही कारणले हो क्या भोक लागेको बेलामा एकैचोटि खाऊँ जस्तो लाग्छ होइन धेरै हाल्छ नि फालिहाल्छु तर विशेष गरेर आज यार पार्टी जानुपर्ने मान्छे होइन यतिको लागि म आज पार्टी पनि क्यान्सल गरेर बसिरहेको छु क्या के गर्नु उता पार्टीभन्दा कम छ त नि यो होइन यता पनि हेर्नु पऱ्यो होइन गाइजहरूलाई रमाइलोको लागि यति गर्दैछु होइन हो कि होइन सही हो कोकले चाहिँ स्वाद एडिफिन बनाइन्छ क्या मजा आउँथ्यो मासु साग कस्तो भयो दामी भएछ त रुगेलाई रह फेरि आफूलाई लाग्छ मौसमै त्यस्तै छ अब घाम लागिरहेको थियो आज एक्कासी सिमसिम पानी परेर कालो रात परेर अस्ट्रेलियामा फेरि त्यो हुरी बतास खै के भयो भन्दै थियो क्या रे हो र त्यहाँको यहाँ होला त त्यही भएर अब 1 बजे हिँड्छु भनेर बसेको है कसरी पानी पर्ला जस्तो भनेर म त दौडिन हतार भयो मौसम पनि त कस्तो छु त नि एकछिन मात्र पानी बबाल आलु खाइनस् आलु पनि बबाल छ त खाएँ हजुर आलुमा पनि अलिकति ग्रेभी बनाउनु पर्ने कि है पनि ठिक छ रोटीसँग मजा हुन्छ खान यस्तो गएर खानु कस्तो स्वाद आउँछ होइन रोस्ट पनिर चल्ला छ आइटम मुनि सरक पनि जाँदिनँ म केही बोलिनँ आमा दिए खतरा हुँदैन दामी ट्राई गर्छ नेपाली स्यान्डविच हो यस यसरी खानु पनि छुट्टै रमाइलो हुन्छ क्या म चाहिँ के ट्राई गरौँ त म चाहिँ त्यो बुस्ट चाहिँ ट्राई गर्दिनँ अचार हाल्छु टक्क म चाहिँ टक्क के रोल भन्छ नि यो होइन चना अचार होइन पापडी पनि हाल्ने कम मजा आउँछ
ट्राई गरौँ मैले गाई चाहिँ यदि मैले यो खाँदा मजा आइसक्यो भने फेरि खानुपर्छ एक्स्ट्रा भइदियो होइन साग हुन्छ है साग भएर बर्गर खाने सोच्थ्यो होइन बर्गर खा जस्तो खानु पऱ्यो ठिक छ सलाद त छैन है अच्छा त्यो माथि निप्पिरो चिप्स यस सबै हालिदिएँ लास्ट मिठो छ मलाई त पिरो भएन मिठो पिरो पनि ध्यान गर्छ फेरि उल्टा हातले खायो भने फेरि रिसाउनु हुँदा फेरि मस्त धोएर काट्छु के बोले भाइ अब के बोले हो यार गाइस यो चाहिँ बर्गर हो है नेपाली दामी यार अचार पुग्यो सरी यार यो कागती हाल्नु बिर्सेछु हाल्दै त निकाल्नु त बस गाइस मैले मिलाएर खाएँ Oh yeah. Yum, yep. Biar ha, pasti malam tu. Naik bu. Mix वाला है mix. के नपुगे के मसुर भइरहेछ भात त्यो पनि हो गाइस अब हामीले त भात अब रेगुलर खाइरहेको हुन्छ होइन यो रोटी खाँदाखेरि हामीलाई अलिकति के नपुगे महसुस चाहिँ हरेक मान्छेलाई लाग्छ अब कसैले अब थपेर पनि खान्छ होइन खान्छ नखाने विचार गरिरहेको छौँ अब यत्रो खाएपछि पनि कहाँ सकिन्छ त यही त गाह्रो पर्छ है खन्छ भने हाल्दिनँ ओ माई गड घर निकालेर गरिदियो भने धेरै खान्छ होइन धेरै पछि रोटी खाएको मजा आयो त्यो पनिरले त ध्यानै देखाएन त भाइ झन्डै सिगान पो पुत्तकै नेचुरल भ्यू त्यही त पुत्तकै पहिला बच्चामा टक्क घरमा रोटीहरू बनाउँदाखेरि होइन पुरा आलुहरू टक्क लाएर त्यस्तो राखेर अचारहरू सलक्क त्यतिखेर टमाटरको अचार हुन्थ्यो होइन सलक्क लिपेर होइन अनि रोल गरेर खाँदा यस्तो मजा आउँथ्यो यार अब अहिले त रोटी त्यति खाइँदैन जाउको रोटी खाएको चाहिँ अब धेरै पछि धेरै भयो बिनासँग कम्पिटिसन गर्न सकिँदैन आँटा हाल्नु त खाना त
निस्किन्छ क्या टङ्की आइदिएला फेरि मेरो नाकबाट आउँछ को कारण गाह्रो तर आऊ दामी मजा आयो यार अब यसमा साग भयो त अझ मजा आउँछ साग रहेछ सलादको साग अर्को हप्ता चाहिँ होइन हाम्रो सुषमा च्यालेन्ज गर्ने भनिरहेछ च्यालेन्ज भने अब यस्तै खाएको मिलेर खाउने भन्ने कुरा गरिरहेको छ होइन अब यो हप्ता त भाइसँग खाइहालेँ अर्को हप्ता चाहिँ सुषमासँग खाने विचार गरिरहेको छु तपाईँहरू कस्तो हुन्छ होइन कितने शानदार विचार रखते हैं सही सही खतरा गर्नुपर्छ हेर्दै जाऊ किन धेरै खाने आँटा होइन मच लाग्ने क्या यो फ्राइड चिजहरू छ तेलमा तारेको अब तर मिठो चाहिँ बब्बा मिठो भएन तर कागज हालेर ग्यास कस्तो मिल्छ खाएको तिमी खाने मन लाग्दैन मलाई बल मा कसम तर यो चाहिँ रसुनको अचार हो होइन ओ मागा मैले लास्टमा यो चाहिँ रसुनको अचार हो होइन ओ मागा मैले लास्टमा What do you think? मनपर्छ कागतीहरू यिनीहरू भनेको चाहिँ लास्ट मनपर्छ फेरि मलाई भाइले चाहिँ कागतीहरू यताउता खानु खोज्दैन ए खाँदै हेर्नु नि यहाँ कस्तो भइसक्यो यहाँ मलाई चाहिँ लास्ट मनपर्छ ओ मागा अब त्यसको ठाउँमा यो पनि खानु हो पापडी आउँछ नि लास्ट मनपर्छ अहिले खाएँ मैले उसमा हालेर दुईवटा ठिक थियो खै दुईवटा भने कहिले दुईवटा मात्र रहेछ भने एउटा त गइहाल्छ नि अब होइन एउटा त गइहाल्छ नि अब तर 5 वटा रोटी खाएकै हो यार तर नर्मल त मासु सक्छ होइन छेउको मैले खाएँ भने आफैले बनाएको रोटी कहाँ 5 वटासम्म सक्छु त नि म त अनि यो त तनै खाएको त्यो पनि भयो तर फेरि उता किनेर लिएर आएको रोटी चाहिँ फेरि त्यो त फेरि 10 वटा नि जान्छ क्या फेरि त्यो चाहिँ 5 वटा फेरि बाक्लो बाक्लो थियो नि त होइन पिरो क्या यार चिप्स ठिक छ त नपिरो यहाँ त माने यो फ्राइड चिजहरू धेरै खाएर चाहिँ फेरि गाह्रो हुने क्या मैले दुइटै हात चुट गरेँ यार हामीलाई हात दुवाछ दियोस् बगर खाएको नि त हाल्छ कहिले गेर गुली बाइक क्या भएन गाह्रो हुन्छ को खाइदिएन अनि गाह्रो परोस् कस्तो होला चिप्समा हाल्दा कस्तो हुन्छ ट्राई अनि ट्राई मैले पनि गरेको छैन पिरो अमिलोमा दामी हुन्छ र मलाई हट एन्ड स्पाइसी
हुँदैन भित्रैदेखि पुरा त्यो थुकको रस हुँदैन चरक्क पारेर पिरो पनि तानेर छ पुरा रस पनि त्यो आइदिरहेको स्वाद चाहिँ डिफ्रेन्ट तरिकाले आइदिरहेको हामी ट्राई गरिदिन्छ गाई कर्महरू दुईवटा गरिदिन्छु म त यार याद गर्ने चपाउँदै जानु होइन त्यो भित्रैदेखि स्वादै डिफ्रेन्ट पुरा चरक्क परेर आइदिन्छ क्या डिफ्रेन्ट परिकार त गर्नु पऱ्यो नि टेस्ट है चरक्क भएर आउने क्या आइदिन्छ ओ ए अचार पनि चर्च हान्दिउँ न त चनालाई मात्र हेला गरेछ त यो धेरै सारी भयो चना त मैले त रोटीसँग धेरै खाएँ नि त नि लो गाइज है यो आजको पनि खानेकुराहरू लगभग यस्तै भइहाल्यो होइन कस्तो लाग्यो यसो कमेन्टहरू चाहिँ गरिरहनु होला अब योभन्दा खतरा अब अझ गर्दै जान्छौँ अब यो ठाउँहरू अलिअलि चेन्ज गरिरहेको छौँ होइन बिस्तारै यो पनि चेन्जहरू गर्नुपर्ने हुन्छ अनि बिस्तारै अब इम्प्रुभ हुँदै जान्छ सुरुमै अब सबै कुरा अलिकति गर्न सकिँदैन होइन अब तपाईँहरूको माया साथ सपोर्ट भइरहन्थ्यो योभन्दा बब्बाल हुँदै गइहाल्छ यसो कमेन्ट गर्दै गर्नु होला कस्तो लाग्यो त्यो त अब अर्को हप्ता बहिनी भनेछ नयाँ मान्छेसँग पनि यसो ट्राई गरिरहनु होइन हेर्नु नि मजा आउँछ नि त होइन सधैँ यही अनुहार मात्र त कति हेर्ने होइन अब यो अनुहार त हेर्नै परिहाल्यो होइन यो अनुहार त हेर्नै पर्यो अब म भने त म आफ्नै दुनियाँमा व्यस्त छु नि त ल यति भन्दै आजलाई के एन्ड गरिदिनु हो त यस ल है त आजलाई यति नै गाइस पछि भेटौँला न सिधै एन्डिङ हो ग्यास बाध्यता है गाइस सकिन